सधु बाबा एउटा कति 35 रुपियाँ यो आसपासमा पाइने हो। हेलो नमस्कार, स्वागत छ RMD ब्लग्स च्यानलमा। आज चाहिँ समुद्रतिर यसो घुम्न आएका छौँ छुट्टीको समय मिलाएर। हेरिदिनु होला, लाइक शेयर सब्सक्राइब कमेन्ट जस्ता प्रतिक्रियाहरू दिन नभुल्नु होला। आज चाहिँ यसो हेर्न सक्नुहुन्छ पुरै सुकेको छ। खास हामी छेउ हेलो मित्र, पुरै सुकेछ त है, पुरै सुकेछ त। सकियो समुद्र। या हेर्न सक्नुहुन्छ पर एकान्तमा दुईजना चेलीहरू तस्बिर कैद गर्दै हुन्छ। कास म त्यहाँ भइदिएको भए म हेल्प गर्थेँ क्यामेराम्यानको लागि, तर फेरि उहाँ मान्नुहुन्न नि त। हेर्न सक्नुहुन्छ मित्रहरू। अरे बाबरे भयो, हेर्नु समुद्रको छाल। देख्न सक्नुहुन्छ समुद्रको छेउमा मलाई पनि मित्रहरू। लैजाऊ हेर्नु त, छ है ढुङ्गाको माछ छ है। पानी नुनिलो छ अरे भन्छन्, पानी नुनिलो। झन्डै यो त नुनै होला त सायदै। ओरे मेरो जुत्ता भिज्छ क्या, मेरो 3.5 अर्बको जुत्ता भिज्छ। ए सोचे जस्तो हुन्न जीवन भइगयो नि। यहाँ के सोचेर आएको केही पनि पो पाइयो नि त लास्टमा त। यस्तै छ है चाहिने मलेसियाको लाउरेहरूको बिजोग छ। एउटा पानी जहाज त छ, तर बसिरहेको मात्रै देख्छु त, हिँड्दैन, खुट्टा छैन कि क्या हो। परिवर्तन हो समयको नबुझी माया लागेको। है मित्रहरू, हाम्रो त यसरी अहिले थकान मेटिरहेछौँ समुद्रको छेउमा। के आफ्नै तालमा समुद्रको छेउमा समुद्रको सरर चिसो हावा खाँदै। मैले बुझ्न भने 1-2 टिकटक पो बनाइहालेँ त त्यसका बाजे। यो रुखको फेरि के हो, दामी छ रुख है। यो रुख हेर्न
हेर्नुहोस् दामी छ यो रुखको छाडीमा एकजना साथी पर सरर हावा आइरहेछ है हेर्दै गर्नु होला के गरिन्छ कसो गरिन्छ सायदै अब घरतिर फर्किनु पर्छ कि रुमतिर है त हजुर अहिले चाहिँ हामी बस्दा यसो हल्का रमाइलो गरियो त्यसपछि पानी खोज्न हिँडियो समुद्र आसपासमा नपाइने हो हिँडियो के गर्नु हौ तिर्खा लाग्यो सोधौँ न त्यहाँ पर हेर्दै गर्नु होला उ त्यो चाहिँ के त पानी नि अहिले चाहिँ हामी पानी ल्याइसकेका छौँ हेलो हेलो बोस आइकोसौँ साधु बाबा अहिले चाहिँ हामी पानी किन्दैछौँ पसँगले सामान अहिले चाहिँ हामी पानी किनिसक्यो पाउँदैन त्यस्तो चिजहरू पानी किने फर्किँदैछ अहिले बल्ल पानी पाइयो एउटा त हामीले त खाइहालिन्छ ल पानी हैन त्यो साइडमा हल्का कम लिन्छ बालुकमा ए कति एउटा कति 35 रुपियाँ 35 रुपियाँ लिन्छ यहाँ वहाँ 20 रुपियाँ कति घन्टाको होइन 15 मिनट 20 मिनट ए यहाँ चाहिँ हाम्रो नेपालदै भेट भइसकेछ म त यताकै लोकल होला भनेको नेपालदै नै हुँदो रहेछ कहाँ हो तपाईँ घर मेरो जनकपुर ए हाम्रो त उता खोटाङ हामी नेपालदै यहाँ 15-20 मिनटको लिन्छ होइन आधा घन्टाको लिन्छ 35 रुपियाँ त्यो यसमा होइन त्यहाँ आधा घन्टा 15 मिनटको त्यहाँ लिन्छ 20 रुपियाँ 25 रुपियाँ लिन्छ यहाँ हल्का यो छेउमा होइन तपाईँ धेरै पैसा लिन्छ हल्का यो भित्र जान्छ बालुकमा छ नि त बलुवामा भित्रमा त्यहाँ अलिक कम लिन्छ पैसा ए हस्दै भेट लाग्यो खुसी लाग्यो हामी घुम्न आएको छुट्टीमा सबै नेपाली सबै छ नेपाली ए कहिले यसमा काम गर्नुपर्छ होइन ठिक छ के कामै त्यही हो होइन जे भन् काम गर्ने हो अब हामी सबै काम गर्ने आएको कुल्ली नै हामी सबै पानी पिउने हो ल हाम्रो खोटाङ तपाईँको सल्यान होइन हामी रेस्टुरेन्ट हाम्रो त उता चेङ मलाका त यो पनि हो त चेङमा उता च्याङमा छ चेङबारो हाम्रो ठ्याक्कै कन्स्ट्रक्सन चलिरहेको छ हेर्न सक्नुहुन्छ विकास निर्माण तीव्र गतिमा हुँदैछ अब आजको यात्रा लगभग मतलब रमाइलो सकाएर फर्किने तर्खरमा छौँ ग्रेपको पर्खाइमा सबैजनाको अनुहार गाह्रो छ दिनभरि लाग्यो आजको लागि लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ गर्नु होला राम्रो कस्तो हुन्छ होइन कोसिस गरेका छौँ ट्याप गरेको छ मात्रै 500 फर्किसक्यौँ आजको यात्रा यस्तै थियो यति नै भयो